स्याङ्जा सहयोग समाज कतारका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू र समितिका पदाधिकारीज्यूहरू, पूर्व समितिका साथीहरू र गायक भाइ बहिनीहरू, पत्रकार मित्रहरू र कतारमा विभिन्न व्यवसाय र रोजगारीको उसमा बस्नुभएका तमाम नेपाली भाइ बहिनीहरू र विशेष स्याङ्जाली युवा भाइ बहिनीहरू, म धेरै कुरा भन्न चाहन्न। अब सबै अब यो के भन्दा हामीहरू यो मैले सम्पूर्ण साथीहरूलाई के भन्न चाहन्छु भने थुप्रै सम्भावनाहरू हाम्रो देशमा पनि छ। हामी युवा भाइ साथीहरू विशेष गरी वैदेशिक रोजगारमा चाहिँ जो यहाँ कतारमा हुनुहुन्छ उहाँ साथीहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरूले केही समय केही बिउ पुँजीको रूपमा